सम्पूर्णलाई नमस्कार है। हाम्रो यात्रा चाहिँ जलजलातिरको होइन। सो हामी चाहिँ जलजलातिर हिँड्न लागेको गाइजहरू देख्न सक्नुहुन्छ। हाम्रो टिम छ 4वटा बाइक होइन, 5वटा हो त। गुन्दिनी हो र होइन ल है, उहाँ पनि हो। सो हामी चाहिँ हिँडेको अब जलजलातिर ल है त। हामी चाहिँ अब अहिले चाहिँ यता सोलबङ आइपुगेको छ। हाम्रो गाइजहरू त अघि गइरहेको छ है, मेरो गाइजहरू। हाम्रो चाहिँ जलजला यात्रा हो है। अहिले चाहिँ 12 बजेको छ गाइजहरू। केटाहरू पुरै अघि मचिरहेको छन्। म चाहिँ पछि हिँडिरहेको छु है भिडियो बनाउनको लागि गाइज। हामी ठ्याक्कै ताकमदेखि 12 बजे हिँडेको। अहिले अब कति घन्टा पुगिने रहेछ है जलजला। सो त्यो टाइम पनि तपाईँलाई भन्नेछु मैले। अहिले चाहिँ हामी यता फलिया गाउँतिर आइपुग्न लागेको छौँ। यता लास्टै मचिरहेछन् क्या। मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म सबैजनालाई हेरिदिनु होला है। जलजलासम्मको यात्रा पुरै अफरोड हो। हामी चाहिँ जान लागेको बाटो चाहिँ खतम छ क्या। हामी खास निस्किने भनेको 9:30 बजे निस्किने भनेको। बल्ल अहिले केटाहरूलाई पर्खिँदा कुर्दा 12 बज्यो। आज त फर्किन सकिन्न होला सायद। हामी उतै बस्ने प्लान हो के अरे। कोही हेलमेट नलागिकन आएन, कोहीको बिलबुक ल्याएन यार। गाह्रो छ। मोटिबाङबाट घुमेर आउनु पर्ला भनेको, तर नहोला, सोचे जस्तो नहोला यार। सो गाइजहरू अहिले चाहिँ हामी फलिया गाउँ आइपुगेको छ। के हो चिप्ल्यो र? केही ठोकेन? ठोकेन? बिस्तारै जानु। होइन केटाहरू हिँडिरहेको छन् है, देख्न सक्नुहुन्छ। हिँड बाबु हिँड। पुग्केला त जल्दैला हामी गाइजहरू। जल्दा पुग्ने हाम्रो लक्ष्य हो, तर पुग्के जस्तो लागिरहेको मलाई। यो चाहिँ अब देखिन लागेको दरको पुल है। यता दर र फलिया गाउँ जोड्ने पुल 233 मिटर छ कि है त्यसको लम्बाइ। त्यो देखिरहेको गाई दरको हो, दरको पुल देख्न सक्नुहुन्छ। त्यो चाहिँ दरको पुल है। नेपालको झन्डा नक्सा लगाएर त्यो खतराले हामीलाई दुःख दियो। त्यसको खतराले साला स्टार्ट नभएर फल्ने गाउँ आएर बल्ल स्टार्ट भयो यार। हेट 1 घन्टा लाग्यो स्टार्ट हुनलाई। यस्तो हुन्छ यार। त्यो गाइस बल्ल स्टार्ट गऱ्यो। हामी चाहिँ हिँडेको है अहिले उनाबाट। मौसम चाहिँ लास्टै पानी जस्तो गरिरहेको, तर केही छैन। हामी चाहिँ गइन्छ दरको गाउँ। अब एउटा हामी चलाइरहेको गाई। यता कहाँ हो र? यता घुम्नुहोस् क्या यता। देख्न सक्नुहुन्छ हामी चाहिँ त्यो हिउँ परेकोमा है जान खोजेको कहाँ। हामी चाहिँ हिउँ देख्न सक्नुहुन्छ पुरै। यो खतराले हामीलाई दुःख दियो कि राजा। यो खतराले दुःख दियो हामीलाई।
तल भनेको हो नि यसको जस्तो लाग्यो मलाई प्रोब्लम भन्नु किन बनाएन अहिलेसम्म नि आज गइदियो अनि त्यही त्यो मान्छेलाई एक्लै हिँड्न लाउनु पर्यो यार एमआरपी हो नि गहनका हिजो फाइनल्ली हामी चाहिँ अहिले लुलाङ खोरिया कदेर नि हामी मरनी आइपुगेको छ गाइजहरू देख्न सक्नुहुन्छ हाम्रो केटाहरूसित मरनी आइपुगेको छ है त सेल्फी उठाइछ है ए त्यो देख्न सक्नुहुन्छ त्यो चाहिँ ऊ के अरे देउराली है उता गुर्जा जानलाई त्यहाँ देउराली हो पुरा अहिले हिउँ छ पुरै वरिपरि देख्नु छ हिउँ छ पुरै हामी हिउँ खेल्न जान लागेको छौँ है गाइजहरू सो अन्तिमसम्म हेर्दै गर्नु होला भिडियोलाई हिउँ सुरु भयो हाम्रो हिउँ सुरु भयो गाइजहरू हामी चाहिँ अहिले ठ्याक्क कहाँ आइपुग्यो रे मरनीको उकालो भाइ गाइजहरू यस्तो छ हालत फाइनल्ली गाइजहरू हिउँ परेर दुःख दियो हामीलाई सो हिउँ देख्न सक्नुहुन्छ है एकछिन वेट हतार आइज क्रसमा त उक्लिहाल्छ है बाटो चाहिँ यस्तो छ गाइजहरू देख्न सक्नुहुन्छ हिउँ नै हिउँ मजा आहा केटालाई हामी जलजला पुग्न सकिन्न जस्तो लागिरहेको मलाई यति बाक्लो छ हिउँ हामी त अझ यता मरनीको उकालो मरनीको माथि छौँ है यहाँ हल्का बाक्लो छ सो हामी सकिन्न जस्तो लागिरह एकदम गाह्रो भइरह यार बाक्लो छ अब यहाँ त हल्का बाक्लो छ माथिसम्म हेरौँ कस्तो छ है भिआर बाइक लिएर आइरहन् भटिजले ओहो बस यहाँ रोक देख्न सक्नुहुन्छ अब अर्को अरू आउँदैछन् है कस्तो भइरह तपाईँको यात्रा भटिज राम्रै भइरहेछ अब यात्रा हिउँ हेर्न आएको अब होइन गाह्रो छ लुगेर हान्दिउँ नै नालै लुगेर हान्ने जाला चाहिँ खै दुइटा है दुइटा है खै दुइटा हामी हिउँ लाग्यो गाइज है सकिनु भएन गाइजहरू हिउँ त लास्टै बाक्लो छ क्या हैट देख्न सक्नुहुन्छ खै यो यात्राले त जलजला पुग्केला जस्तो लागेन मलाई माछो र लास्टै भन लास्टै गयो खतम छ खै त कहिले हो सकिने भएन सो जलजला पुग्न सकिने भएन हाम्रो अन्तिम स्टेसन नै हो लास्ट हो देख्न सक्नुहुन्छ हिउँ साह्रै खतम बनायो खतम भटिजको बाइकले तानेन भिआरले भनेपछि हाम्रो बाइकले तान्ला त हाम्रो बाइकले तान्ला जस्तो लागेन मलाई के पाल सकेन जस्तो लागिरह हाम्रो चाहिँ जाडोलाई फार्ने कुरो आइरहेको छ गाइजहरू जाडो फार्छ रे यसले
बाइक खेल्यो त्यसले ल ठिक छ फाइनल्ली गाइज हामी जलजला पुग्न सकेनौँ यसको लागि माफी चाहन्छौँ बाइक त जानै सकेन जलजलासम्म सो अब जलजला आउन चाहनुहुन्छ भने तपाईहरू पानी परेन भने 1 हप्तामा आउन सक्नुहुन्छ अर्को ठ्याक्कै बिहिबारतिर आउन सक्नुहुन्छ आज 14 गते हो सो हामी सकेन है जानलाई हिउँ बिल्न नि गाह्रै छ किनकि बाइक त अब जानी सम्भव भएन मान्छे नि सम्भवै भएन आज हैन भटिज देख्न सक्नुहुन्छ वरिपरि ढकाली आयो तर सकेन एकदम थकाइ लाग्यो अब उसको बाइक त जान्छ क्रस फायर जान्छ तर हाम्रो नजानी भयो के इन्डिभिजुअल हैन ल्याङ भइरहेछ अब देख्न सक्नुहुन्छ हिउँ टक्क हिउँ खेल्दा खेल्दा हामी यहाँ चिसो लागिसक्नु अब खुरमको ट्याक्क खुरमको मना बनाएर खाइन्छ है आइस हालेर खाइन्छ टक्क लाएर केही भएन के भन्न चाहन्छौ गाइस तिमी लाडो त्यसलाई पप गरेर हाल्नु पर्ला होइन धेरै गाले यहाँ गाले बाटो धारेर खै कस्तो फेरि गर्नु फेरि गर्न खै कस्तो खै केटा आएन नि त मेसी अङ्कारा मेसी सो फाइनल्ली गाइस सकेन है हामीले चाहिँ टक्क देख्न सक्नुहुन्छ पुरै हिउँको खाँट सो गाइजहरू सन्चै हुनुहुन्छ होला हामी चाहिँ यता अहिले आइपुग्न सकेन है हामी चाहिँ माथि पुग्न सकेन जलजला सो हिउँ देख्न सक्नुहुन्छ पुरै फस अब बाइक सम्भव भएन हिँडेर त सम्भव थियो तर बाइकमा सम्भव भएन है गाइजहरू देख्न सक्नुहुन्छ यता पुरै थाकेर लत्रान पऱ्यो बाइक 100 मिटर बाइक थेली हाम्रो अनि टक्क लाएर यस्तो जानुपर्ने हुन्छ आधा ल हामी बिस्किटी खेलेको के भएन चाक कस्तो भयो खै केही भएन नि आऊ विज्ञान ल सो केटार आउनु लागेको छन् है ल आऊ कति डराएको आउन विज्ञान सो ठिकै छ यति नै रमाइलो हो अब हाम्रो लागि अब हामी चाहिँ चल्दिन लागेको है सो अब हामी चाहिँ फर्केको है सकेन यो ठाउँ त के भयो यहाँ हामी अब आउने बेला सम्झना राख्नेछौँ यहाँ खोल्सा छ टक्क यहाँ ग्याबिन भरिराख्नु वरिपरि आया बैमा हिउँ चिप्ल्यो लडियो केटाहरू उहाँ हिउँमा रमाइरहेको छन् गाइजहरू ठिक छ भिडियो अन्तिमसम्म हेरिनु भएकोलाई धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई टक्क सब्सक्राइब गर्नु होला युट्युबमा फेसबुकलाई फलो गर्नु होला टिकटकलाई फलो गर्नु होला इन्स्टाग्राममा पनि फलो गर्नु होला गाइजहरू होइन अब यस्तै छ जिन्दगी हिउँ खेल्न आएको मान्छे हिउँ खेलियो भनौँ न अब वरिपरि हिउँ चाहिँ कडा गारेल देख्न सक्नु वरिपरिको भ्यू 360 भ्यू देख्न सक्नुहुन्छ मेरो वरिपरिको केटाहरू त्यहाँ छन् ओ जाम अब हामी चल्दै गयो ल बाई